मैले के मिस गरेँ भनेको यहाँ चटपटे बन्दैछ हाम्रो खानेकुराहरू स्पेसल हाम्रो स्पेसल हो। मैले चाहिँ मेरो लागि उ यहाँ छ दाइहरूको लागि यो छ यहाँ स्पेसल बन्दैछ हाम्रो केबल कार गयो। यहीमा जानुहुन्छ दाइहरू चाहिँ म चाहिँ जान्ने है। यस्तो भएको छ देखाउनु नपर्ने ठाउँमा पसिना आएको छ। ल यता हेर्नु हो गाई सबभन्दा ग्रुपको हिरो मान्छे उहाँ नै हो। हे गाइस नमस्ते सबैलाई स्वागत छ मेरो भ्लगमा। आज म तपाईहरुलाई मेरो डेली रुटिन देखाउने छु। सो गाइस आज चाहिँ म चाहिँ यसो थेजनसानको पहाडमा हामी चढिसकेको छौँ। हामी साथीभाइहरूसँग दाइ भाइ सबैजना आज कम्पनीको हामी दाइ भाइ सबैजना भएर हामी चाहिँ सल्लाह गरेर गइसकेको छौँ। एकदमै डाँडा पाखा ढुङ्गा है अनि त्यसपछि खोला नालाहरू छ। केटाहरू चाहिँ अघि हिँडिराछन्। केटाहरू त के भन्ने दाइहरू एकदम नेपालको जस्तै छ कि एकदमै है। यतातिर खोलाहरू सलल बगेको ट्याक्क होइन। फेरि कोरियामा कस्तो छ भनेपछि जङ्गलमा पनि लास प्रगति भइदिएको कि यस्तो छ कि उकालोमा मेरो पुरै पेटै दुखेर खुट्टै दुखेर हुक्कै परे। अब यहाँदेखि उकालो लाग्नुपर्छ होइन। अझै माथि धेरै छ यता सबै यहाँ कोरियनहरू है। हामीले त विदेशी भनेर के भन्छ होला होइन तर कोरियनहरू पनि एकदमै गएको के खोला हेर्नुमा कति दामी है बगेको टक्क लाएर खोलाहरू बगेको साइडमा हिँड्ने बाटो खोलाको माथि होइन। तर बर्खाको टाइममा चाहिँ अट्टी नै हुन्छ होला कि खोलाहरू बग्ने अनि त्यसपछि है जङ्गलहरू कस्तो हरियाली भएको छ। आजभोलि नै बर्खाको टाइममा यस्तो बवाल हुन्छ होला तर बर्खाको टाइममा चाहिँ यसो काम भएन भने आउनुपर्छ। तर बब्बालै छ यो ठाउँ चाहिँ एकदमै मन पर्यो मलाई। लास्टै बब्बालै लाग्यो कि एकदम बब्बाल लाग्यो होइन। तपाईहरु पनि आउनुहोस् यस्तै घुम्नुपर्छ रमाउनुपर्छ है त गाई छिन्छ पानी जता टटेबाट कहिले कहीँ माथिबाट धुम्न होला भन्ने पनि भएर राम्रो ठाउँमा बसेको छु। हावा चिरिरी पुरै यस्तो छ हालत। साँच्चीकै यार यो थेजनसान भन्ने चिज सान नाम जस्तो छ दृश्यले पनि त्यस्तै हेरिरहेको छ एकदमै होइन। दामी छ यो ठाउँमा होइन। पानी ट्याक्क पानीको आवाज त्यसपछि यस्तो झरनाहरू यार नेपालतिरकै याद दिलाउने छ क्या। उकालो अति छ कति गाह्रो हुन्छ है। म त एकछिन यसो रनिङ गर्छु त्यसपछि एकछिन मस्त हिँड्छु त्यसपछि फेरि बस्छु होइन। केटाहरू चाहिँ अघि गइसकेँ। अब अन्तिम नै होला जस्तो छ। यस्तो बवाल छ नि यहाँ त ठाउँै। यस्तो ठाउँ छ कि महाकुरी बस्न नसक्ने ठाउँ स्थिति अवस्था पुगिसकेको छु म। यस्तो खतरा छ नि। सिरीमा सिरी बतास चाल्यो तिन
मेरो माया तर बल्ल बल्ल 1300 बाट यस्तो गाह्रो हुन्छ यस्तो भएको छ देखाउनु नपर्ने ठाउँमा पसिना आएको छ बाबालाई पसिना आयो यस्तो उकालो यस्तो ओह्रालो छ सायद दाइहरू चाहिँ केबल कारमा जानुहुन्छ होला म चाहिँ हिँडेरै जान्छु गाइस पैसा पनि छैन होइन तिमीहरूले भलकले माया गरिदियो भने पैसा कमाउँछु तर ठिकै छ केबल कार गयो है केटा केबल कार गयो है केटा केबल कार गयो केबल कार गयो यहीँ जानुहुन्छ दाइहरू चाहिँ म चाहिँ जान्नु है कस्तो मजाले जान्छ है कति आनन्दले गाह्रो छ नि हो केटा हो गाह्रो छ राम्रो ठाउँ देखाउँछ घर सिद्धिकी देवी छोरी हुँ म तयार छु खतरा छ सायद मैले देखाएको ठाउँ आइसकेको छु होइन कस्तो ठाउँ भनेपछि जस्तो देखिन्छ यहाँ सेम सिद्धिकी देवी छोरी हुँ म तयार छु पछि यो माया पनि आइन्छ भनेपछि यस्तो बबाल यस्तो ठाउँमा आएको छु यो पुरा यस्तो बवाल छ कि यस्तो बवाल छ कि पुरै हामी यहाँ जानुपर्ने छ यहाँ जानुपर्छ यस्तो खतरा छ कि छिन्छ यहाँदेखि Oh my god. Oh, छिन्छ कसरी बनाएको होला यार यस्तो ठाउँ बवाल छ गाइस अब म उठ्यो दादामा जाने मान्छेहरू यस्तो बसेर झर्छन् ठाउँ पनि यस्तो छ कि यार है पानी जताततै कतै जाग्दिने कि नेपालको जस्तै पुरै उकालो ओह्रालो मान्छेहरू पुरै बसेर झर्छन् यो पुरै बच्चासँग बहुत गाह्रो हुन्छ खासमा पुलमा बसेको मान्छे फोन गरेर केटाहरूले आइज भने सो आएको म चाहिँ थोरै छ है म निस्कनलाई माथि मैले के मिस गरेँ भनेको यहाँ चटपटे बन्दैछ हाम्रो खानेकुराहरू स्पेसल हाम्रो सिद्धिकी देवी छोरी हुँ गाइस स्पेसल है यो हाम्रो स्पेसल हो मैले चाहिँ मेरो लागि उ यहाँ छ दाइहरूको लागि यो छ स्पेसल बन्दैछ हाम्रो चटपटे म चाहिँ खान्न रहेको सबले आँखामा बनाएर यहाँ बन्दैछ यहाँ चटपटेको ऊ यहाँ बनिसक्यो नुन छैन हेर्नु न नुन किन चाहियो यत्रो 3वटा सो भएको छ कि लाउनु त झन्डै हल्ले यस्तो चिसो कसरी खानुहुन्छ
चक्कु दुइटा ल्याउनु भन्दैछ एकचोटि काट्छ होइन छाड कसैले त दाँतले छिनाउला होइन काट्ने देऊ हेत्तेरिका हो त मैले पनि मसिनो गरेरै काट्ने भनेको थिएँ हो त्यसरी हो क्या रुचि राख्यो नि उसले नि हो धेरै सानो बनाउनु पर्दैन कि जे गरे पनि तालिम लिएको हो नि त ईशान दाइले अब हामीले खान्छौँ होइन खाएपछि अब हाम्रो फाइनली यहीँ हुन्छ कस्तो छ के छ सबैजना हेर्नुभयो होला सबैले माया गरिदिनु होला माया दिनु होला अब सो गाइज यस्तै हो बाई बाई गुड बाई अब नेक्स्ट भिडियोमा